सबैजनालाई नमस्ते। आज म के भन्न गइरहेको छु भने सर्वप्रथम त मृतक सुशीला बमजनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र जति पनि घटनामा संलग्न व्यक्तिहरू हुनुहुन्छ उहाँहरूलाई हदैसम्मको कारबाही होस् भन्न पनि चाहन्छु। जुन घटनाको बारेमा हजुरहरू सबैलाई त जानकारी छँदैछ होइन। अहिले त सोसल मिडियाको जमानामा अब टिकटक, फेसबुक लगायत दुनियाँ मिडियाहरूमा सबैले थाहा पाइसक्नु भएको छ। त्यस सम्बन्धमा मैले केही बोल्न चाहिनँ। हाम्रो जति पनि नेपालमा आमाबुवाहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ म के भन्छु भने तपाईँहरूले छोरी बिहे गरेर दिनुहुन्छ अर्काको घरमा होइन। अर्काको घरमा दिनुहुन्छ, तपाईँहरूलाई छोरीहरूले चाहिँ मेरो घर परिवार यस्तो छ उस्तो छ भनेर कुनै पनि चेलीबेटीले सकेसम्म चाहिँ आफूले जति पनि घरेलु हिंसाहरू जति पनि भएको छन् त्यो दबाएर आफूले राख्न खोज्छन् होइन। अनि आफूले दबाएर राख्न खोज्दाखेरि पनि नसक्ने अवस्थामा हो कि माइतीलाई गुहार्ने चेलीबेटीले भनेको। सकेसम्म चाहिँ जस्तोसुकै होस्, दुःख होस्, जेसुकै होस्, म आफै सहेर बस्छु भनेर बसेका हुन्छन्। र आफूले अब सक्दै नसक्ने भएपछि गुहार्ने कसलाई त माइतीलाई हो नि त होइन। अब तपाईँहरूले के कुरो बुझ्नु भने जुन चेलीबेटीहरूले चाहिँ तपाईँहरूलाई चाहिँ मेरो घरमा चाहिँ यस्तो गरेछन् उस्तो गरेछन् भनेर चाहिँ अब मलाई घरेलु हिंसा दिन्छन् भनेर चाहिँ चेलीबेटीले सुनाउँदाखेरि तपाईँहरूले चाहिँ कुरो सुनिदिने होला है। आज जुन घटना घट्यो सुशीला बमजनलाई नि अब कयौँ वर्षदेखि अब दुनियाँ यातना दिने, घरेलु हिंसा गरेर राखेको, ससुरालाई पाए ससुराले पिट्ने, सासूले पाए सासूले पिट्ने, नन्दाले पाए नन्दाले पिट्ने गरेर चाहिँ दुनियाँ माइती गरेर चाहिँ कति दिन बस्ने ओर्ने गरेको होइन। फेरि घरमा आएर बसेको त्यत्रो घटना घटेको दिनमा पनि फोन गरेर चाहिँ ल मलाई यस्तो यस्तो गरेर मार लागेको छन्, मलाई लिन आउनु भन्दाखेरि कमसेकम त्यो सुशीला बमजनको माइतीतिरको मान्छे कोही एकजना गरेर चाहिँ लिएर आइदिएको भएदेखि उसको आज ज्यान त बत्थ्यो नि। तपाईँहरूले पाल्नै पर्ने थिएन होइन। अब उसले अब आफ्नो गरिखानी सरेको थियो, जसरी नै आफ्नो ज्यान त पाल्न सक्थ्यो नि। त्यही भएर म हजुरहरूलाई भन्छु आफ्नो चेलीबेटीहरूको पनि एकदम कुरो सुनिदिनु होला। र मेरो छोरीको घर परिवार यस्तो सम्पत्तिवाला छ, मेरो ज्वाइँ अमेरिकामा बस्छ, अस्ट्रेलियामा बस्छ, जापानमा बस्छ, कोरियामा बस्छ, टन्नै पैसा कमाउँछ भनेर चाहिँ त्यो सम्पत्तिको लोभमा परेर चाहिँ आफ्नो छोरीलाई चाहिँ घरेलु हिंसामा परेर चाहिँ दबावमा परेर चाहिँ त्यस्तरी चाहिँ राख्ने वातावरण चाहिँ नगरिदिनु हुन सबैलाई अनुरोध गर्दछु। हस्, धन्यवाद।